आज चाहिँ म रङ्गेली जाँदैछु होइन। रङ्गेलीको दार भिडियो हुनेछ होइन। तपाईँहरूले मेरो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला। सो मेरो चाहिँ मैले चाहिँ भिडियो किन नहालेको भन्दाखेरि धेरै दिन भयो होइन। सो मेरो भिडियोमा चाहिँ कपिराइट हान्दै गर्छ क्या, अनि त्यही भएर मैले भिडियो हालेको थिइनँ, अल्छी लागिरहेको थियो भिडियो हाल्न। अनि सो आज चाहिँ मैले भिडियो बनाएर हाल्नुपर्छ भनेर मैले आज भिडियो बनाउँदैछु। त्यही पनि होइन, कस्तो हुन्छ राम्रो हुँदैन त्यही पनि होइन। सो सानो युजर हुन्छ त्यही भएर राम्रो खासै हुँदैन। सो हेर्न सक्नुहुन्छ म रङ्गेली चाहिँ जाँदैछु ठुलो बासँग होइन। सो पिछे होइन, पिछे जानुपर्छ, यस्तै छ गाइजहरू। सो यो मेरो यसमा चाहिँ धेरै कपिराइट लाग्न थालेको छ। म्युजिक ब्याकग्राउन्ड हालेर भन्दा पनि मैले ब्याकग्राउन्ड हालेको थिइनँ क्या, त्यही पनि मेरो भिडियोमा कपिराइट लाग्न थालेको छ। यही पनि म भिडियो बनाउँदैछु आज, हेर्न सक्नुहुन्छ। सो म तपाईँहरूलाई चाहिँ अहिलेसम्म भेट्छु। हेलो गाइस, फेरि फाइनली म रङ्गेली आइसकेको छु होइन। सो रङ्गेली आइपुग्न आँटिसक्यो। अब यहाँ रङ्गेलीको बोर्ड देखेको छु गाइजहरू, हेर्न सक्नुहुन्छ रङ्गेली। सो होइन यस्तै छ, रुखपातहरू रोपेको छ बाटोमा साइडमा। ठुलोबा आज घली चाहिँ के छ भन्नु त? ठुलोबा एकदम ठिक छ नि होइन, आज घली चल्ली। सो ठुलोबालाई आज म खिच्चा हान्दै हिँडिरहेको छु, खिच्चा। सो रङ्गेलीको बोर्ड चाहिँ यहाँनिर छ। अब रङ्गेली आइपुग्यो फाइनली रङ्गेलीको बोर्ड यहाँ छ होइन। अब चाहिँ ठ्याक्क म रङ्गेलीतिर छिरिसकेँ। अघिसम्म चाहिँ गर्भिसातिरै थिएँ, रङ्गेली ठ्याक्क पारेर रङ्गेली छिरिदिइसकेको छु। सो रङ्गेलीको भ्यू हो गाइज यो चाहिँ। सो यो चाहिँ अब भित्र छिर्दैछु नि त, अब अझै भिड हुनेछ, अझै बजारहरू आउनेछ रङ्गेलीको होइन। सो हेर्दै गर्नु होला, म तपाईँहरूलाई मजाले आज देखाइदिनेछु रङ्गेली कस्तो छ भनेर। सो म कुनै दिन यस्तो कारमा पुग्नेछु, प्रितेप जोशी जस्तै हुनु मन छ मलाई पनि। त्यही हो फाइनल्ली, मलाई पनि प्रितेप जोशी जस्तै बनाइदिनु कि गाइज। सो म चाहिँ आज मेरो धेरै फेस देखाउँदिनँ होइन। रङ्गेलीकै बजार हेर्न आएको नि त आज हामी होइन, सबैजना बजार हेर्नुपर्छ होइन। सो म चाहिँ बजारमा देखाउँछु, बेला चाहिँ मेरो फेस देखाउँछु होइन। सो मेरो आवाज हल्का त्यो हावा कराए जस्तो कराउँछ होला होइन। त्यो हावाले हो, साइकलमा छु त्यही भएर साइकल पनि हेर्नु सक्नुहुन्छ। साइकल यहाँ ठुलो साइकल बेच्नुहुन्छ। म यहाँ साइकल खासमा चाहिँ हामी मल लिन गएको होइन। सो पानी परेको थियो हिजो, अनि त्यही भएर मल हाल्नुपर्छ आयो, त्यही भएर हामीले मल लिन गएको। मल कहीँ पाउँदैन क्या अहिले, त्यही भएर रङ्गेलीमा पाउँछ कि भन्ने कुरो छ। सो हस्पिटल यो चाहिँ रङ्गेलीको सबभन्दा ठुलो हस्पिटल हो होइन। सो पोहोरसम्म त्यस्तो थिएन, अहिले चाहिँ धेरै डेकोरेसन, धेरै फेसिलिटी आइसकेको छ। सो तपाईँहरू नि आउन सक्नुहुन्छ। यो मान्छेहरू इटरीदेखि नै आइरहेको हुन्छ कहिलेकाहीँ यहाँनिर उपचार गर्न भनेर। राम्रै छ हस्पिटल चाहिँ। सो गाइज, सो म अहिले चाहिँ तपाईँहरूलाई बजार ठ्याक्क पुगेपछि भेट्छु है त ल। सो आज फाइनली म चाहिँ रङ्गेली आइसकेको छु होइन। आम्मामा के गरिदिएको, साइकल आएको पनि देख्दैन जस्तो छ थिएँ। सो ठ्याक्क म चाहिँ रङ्गेली बजार आइसकेको छु होइन। अरू बेलाको जस्तो त्यस्तो भिड चाहिँ रहेन, अरू बेला चाहिँ ओभर भिड हुन्छ क्या। सो यो आज बजार पनि हो, त्यही पनि त्यस्तो भिड छैन आज होइन। सो यो चाहिँ चाडपर्वको बेलामा चाहिँ ओभर भिड हुन्छ। सो गाइज हेर्न सक्नुहुन्छ रङ्गेली बजार यस्तो छ। सो फाइनली
रङ्गेली बजार हेर्दै हुन्छ होला नि त होइन राम्रोसँगले रङ्गेली बजार फाइनली गाइज मन्दिर रहेछ होइन थ्याङ्क गड तपाईँहरूलाई पनि के माग्नु छ मन्दिर मागिहाल्नु है त मैले त मागिसकेँ होइन सो मैले मागिसकेँ तपाईँहरूलाई म भन्दिनँ होइन मागेको कुराहरू नभन्नु भएन क्या सो त्यही भएर म तपाईँलाई भन्दिनँ फाइनली यता चाहिँ विराटनगर जाने हो ठुलोबा यही बाटो कता पुगिन्छ हजुर आम्बानी कहाँ हो आम्बानी बिल गेट्सको घर हो कि कहाँ आम्बानी त अनि बिल गेट्सको घर पुगिन्छ बिल गेट्स ए आम्बारी सो आम्बारी जाने बाटो जाँदैछौँ हामी फाइनली यहाँबाट कति टाढा छ अब 10 किलोमिटर अझै आम्बामा 10 किलोमिटर कहिले पुग्नु सो यहाँबाट चाहिँ 10 किलोमिटर अरे बजारबाट पनि अझै भित्र छिर्नु पर्दो रहेछ आम्बारी जाने बाटो हो यो चाहिँ सो कुनै दिन आउँछु आम्बारीबाट पनि सब्सक्राइबर हानिदिनु होला मलाई भेट्न पाउनुहुन्छ म कुनै दिन आम्बारी आउँछु सो गाइस म चाहिँ तपाईँहरूलाई अहिले एकछिनमै भेट्छु है त गाइस अलिक तल पुगेरै सो हेलो यो घुमेको गर्नु परेछ यस्तो गर्मी छ यस्तो घाम छ होइन मल चाहिँ भेटिँदैन खोइ कहाँ हो कहाँ एक ठाउँमा भेटेको थियो 1350 भनौँ अनि अरू ठाउँमा 1300 दिन्छ त्यहाँ 1300 हारेको अनि बरु 50 रुपियाँको चिया खाने खर्च त हुन्छ होइन सो यस्तै छ मैले भेटिएको छैन यस्तो घाममा कुद्नु परेको छ यस्तो घाम छ मल चाहिँ सफारी कहाँ हिँडेको हो मलाई एक बार फत्त दिनु हुन्थ्यो नि होइन कति हो यहाँदेखि अझै आम्मामा अझै आइज भने त कहाँ चाहिँ रहेछ त फेरि सो दायाँ बायाँ हेरेर क्रस गर्ने गरौँ है गाउँमा त्यस्तै हो क्या दायाँ बायाँ हेरिकन फुत्ती क्या क्रस हानिदिन्छ अघि पनि झन्नै एउटा फुच्चालाई झन्नै लाग्यो मेरो साइकलले सो त्यो भाइको गल्ती छ नि त होइन आन्टीहरू त्यत्रो आइरहेछ होइन आन्टीसँग हिँडेर भाइ होइन फुत्ती आइदिन्छ क्या साइकल आइरहेको छ देखिरहेको छ त्यो पनि ढिट अझै क्रस गरिदिन खोजिदिने क्या सो मन्दिर होइन टाइम हस्पिटल चाहिँ उहाँ पर छ होइन त्यो ठुलो बिल्डिङ छ नि त्यो चाहिँ टाइम हस्पिटल हो होइन सो रङ्गेलीमा छ क्या टाइम हस्पिटल यहीँ हो सो तपाईँहरूलाई चाहिँ म मल निकालेर भेट्छु है त गाइज सो हेलो फाइनली हामीले चाहिँ मल सलिसक्यौँ होइन सो मल सलिएर अब घर फर्किँदैछौँ गाइजहरू हेर्न सक्नुहुन्छ होइन मल चाहिँ एक बोरा अर्को यहाँ छ होइन 2 बोरा चाहिँ मल लिएर गएको 1350 भन्दै थियो भिवाले चाहिँ 1320मै मिलाइदिनु भयो त्यो चिन्जान हुनुको फाइदा पनि धेरै हुन्छ होइन सो हेर्न सक्नुहुन्छ फेरि अघि के बाटो हो यो चाहिँ होइन सो अघि मजाले देख्नु भएको छैन होला अहिले चाहिँ मजाले हेर्नु होला सो अब म घर जान्छु घरबाट नआउँछु यस्तो गर्मी छ होइन सो घाम्नु भए पनि उक्को गर्मी छ क्या हावा फिट्टो चलेको छैन सो अहिले चाहिँ भत्ता आउने बेला भएको छ भत्ता लिन मान्छेहरू यहाँ आउँछ अलिक देखाउन पाइने सफारीले गर्दाखेरि अलिक अप्ठ्यारो भयो क्या त्यही भएर मल पनि छ नि त त्यही भएर देखाउन पाइन सो फाइनली मलाई चाहिँ अघि यहीँनिर क्या फुच्चेले झुकाइदिएको यता बाटोमा साइकल आउँदैछु बाटो क्रस गर्न खोज्छ क्या सो फुच्चेहरू चाहिँ कहाँ गयो होइन सो हेलो अब म चाहिँ तपाईँलाई घर पुगेर म भेट्छु अब सो फाइनली मलाई अप्ठ्यारो भइसक्यो अहिले साइकल कुदाउन एउटा हातले कुदाएर पनि परेको छ यत्रो लोड बोकेर
त्यही पनि यस्तो हाइवेमा होइन ट्रकहरू आएकै गर्छ टिफरहरू आएकै गर्छ सो म तपाईँहरूलाई चाहिँ घर पुगेर भेट्छु है त गाइजहरू सो हेलो गाइज फेरि पनि म घर आइसकेको छु होइन मैले आउने बित्तिकै चाहिँ भिडियो बनाउन पाइनँ अनि अहिले चाहिँ भिडियो बनाउन पाएँ होइन सो मैले आउने बित्तिकै नुहाइधुवाइ गरेर यसो बा मम्मीलाई सहयोग हाने होइन हल्का कामसाम गर्नु पऱ्यो नि त अनि अहिले चाहिँ चट्ट राति चोकतिर यसो हावा खान निक्लिएको होइन सो मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भन्नु होला है।